बालेन भन्दा पावरफुल बन्दै सोडिम वाग्ले संसदमा प्रतिपक्षीलाई पढाए अहिलेसम्मकै उत्कृष्ट अर्थमन्त्रीको ट्याग। अघि बालेन शाह पछि सोडिम वाग्ले। बालेनको डिजाइनमा सोडिम वाग्ले अहिले सरकारमा असली हिरो बनेका छन्। शक्तिशाली सरकारका प्रधानमन्त्री बालेन शाह संसदमा जवाब दिन गएनन्, तर अर्थमन्त्री वाग्लेले विपक्षीको अवरोध र नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम मजबुत ढंगले प्रस्तुत मात्रै गरेनन्, आलोचकलाई तथ्य र तर्क सहित जवाब पनि दिए। अन्ततः उनले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित गराएर सरकारलाई ठूलो राजनीतिक सफलता दिलाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा चर्को विरोध र अवरोध देखिएको थियो। प्रधानमन्त्री स्वयं संसदमा सक्रिय नदेखिएपछि सरकारमाथि दबाव पनि बढेको थियो, तर त्यही समयमा अर्थमन्त्री सोडिम वाग्ले सरकारको फ्रन्ट लाइनमा कमान्डरका रूपमा उभिए। संसदीय प्रक्रियामा विपक्षीको आलोचनासम्म सबै मोर्चामा वाग्ले नै सक्रिय थिए। संसदीय परम्परा अनुसार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीले दिने अभ्यास रहँदै आएको छ। तर प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि संसद सचिवालय र प्रधानमन्त्री कार्यालयको समझदारीमा अर्थमन्त्री वाग्लेलाई नै जवाब दिने जिम्मेवारी दिएको थियो। वाग्लेले सदनमा प्रस्तुत गरेको शैली, संयमित भाषा, अर्थतन्त्र सम्बन्धी स्पष्ट दृष्टिकोण र विपक्षीलाई तथ्याङ्क सहित दिएको जवाफले सत्ता पक्ष मात्र होइन प्रतिपक्ष समेत चर्चा पाएको छ। यति मात्र होइन, अहिले अर्थमन्त्री वाग्ले आगामी आर्थिक वर्षको बजेट निर्माणको निर्णायक चरणमा छन्। बजेट तयारीका लागि मन्त्रालय, निजी क्षेत्र, विकास साझेदार र विभिन्न सरकारवालासँग उनको निरन्तर छलफल चलिरहेको छ। अर्थ मन्त्रालय अहिले लगभग हाई कमान्डको सेन्टर जस्तै बनेको छ, जहाँ हरेक दिन राजस्व, खर्च, विकास योजना र आर्थिक सुधारका एजेन्डामाथि गहन गृह कार्य भइरहेको छ। वाग्लेलाई अर्थतन्त्र बुझेका, अन्तर्राष्ट्रिय अनुभव भएका र नीतिगत स्पष्टता राख्ने नेताका रूपमा हेरिन्छ। विश्व बैंकदेखि राष्ट्रिय योजना आयोगसम्मको अनुभव बोकेका उनी अहिले सरकारभित्र सबैभन्दा काबिल र तयारी सहितका मन्त्री मध्ये एक गनिन्छन्। यही कारण सरकारभित्र उनको प्रभाव लगातार बढिरहेको चर्चा छ। नीति तथा कार्यक्रम सफलतापूर्वक पास गराएर बजेट ल्याउने संवैधानिक बाटो खोलेपछि प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री वाग्लेलाई 1-to-1 छलफलका लागि बोलाएको विषयले पनि राजनीतिक वृत्तमा चासो बढाएको छ। बालुवाटारमा भएको भनिएको उक्त भेटमा आगामी वर्षको प्राथमिकता, विकासको मोडल, जनअपेक्षा र सरकारको राजनीतिक सन्देशबारे गम्भीर समीक्षा भएको छ। प्रधानमन्त्री बालेन शाहको शैली परम्परागत राजनीति भन्दा फरक देखिँदै आएको छ। उनी प्रशासनिक काममा केन्द्रित हुने तर संसदीय राजनीतिमा कम सक्रिय देखिने गरेका छन्। तर पनि यही खाली ठाउँ अहिले अर्थमन्त्री सोडिम वाग्लेले भरिरहेका छन्। सरकारको आर्थिक र राजनीतिक दुवै मोर्चामा उनी निर्णायक भूमिकामा देखिन थालेपछि सत्ता वृत्तमै बालेनपछि सबैभन्दा शक्तिशाली सोडिम भन्ने चर्चा भइरहेको छ। अब सबैको नजर आगामी बजेटतर्फ केन्द्रित छ। अर्थमन्त्री वाग्लेले ल्याउने बजेटले जनतालाई राहत दिन्छ कि केवल भाषणमै सीमित हुन्छ भन्ने प्रश्न